दर्शक नमस्कार, तपाईँहरूलाई स्वागत छ एनी टाइम नेपालमा। म छु कार्यक्रम प्रस्तुता सोम लिम्बू। दर्शकवृन्द, अहिले चाहिँ हामी घटना घटेको चाहिँ कोठामा प्रवेश गर्दैछौँ, जहाँ चाहिँ एकजना आफ्नै श्रीमानले चाहिँ श्रीमतीको चाहिँ विवश रूपमा हत्या गरेका थिए। यही कोठामा तपाईँको बुहारी होइन, छोरा बुहारी, यहाँ उनीहरू झगडा गरे कि क्या हो? यहाँ झगडा गरेको यो त अहिले कपडाहरू सबै अब पाखा निकालिदिनु पर्ने रे यो समय। लाइट बल्दैन है? खै आज अघिदेखि बोलेन, मोबाइलहरू सबै चार्ज भएन। यहाँनिर चाहिँ तपाईँको यस्तो घटना भयो। हजुर। अनि के न्युमा चाहिँ उयो भयो? यो अब म पनि बुहारीले नै बेलुका मर्दै मलाई लिनु गयो, अनि त्यहाँदेखि ल्याएर आयो। अब त्यो मलाई खानेकुरो चाहिँ छोरा तपाईँ चाहिँ कहाँ सुत्नुहुन्थ्यो? सुतेकै खानै खाएको थिएन। अनि बुहारीले बिहानदेखिको भाँडा माझेको रहेनछ, खाना त यहाँ यो लुगाहरू सबै निकालेको हो? होइन, यो त अहिले हाम्रो मेरो नाति काठमाडौँ आएर यो सफा गरिदिनु पर्ने अरे, यहाँ चोख्याउने घर। ठिकै छ। तपाईँको छोरा विश्वराज घिसिङले आफ्नै बुहारीलाई त्यसरी चाहिँ विवश रूपमा हत्या गर्नुभयो, कारण चाहिँ के हो उनीहरूको? यो कारण अब सर, अब म पनि भर्खर आएको, म भोजपुरबाट होइन। अनि बिहान बुहारीले खाना खाएको भाँडा माझेको रहेनछ, कलमा रहेछ। मलाई त थाहा भएन होइन। बुहारीले अनि मलाई ल्याएर खाना चाहिँ राइस कुकरमा भित्र बसाएको रहेछ। अनि यहाँ मैले नै सब्जी ल्याएको थिएँ उतैबाट, अनि सब्जीहरू आलुसँग सिमी पकाउनु भएछ होइन। त्यहाँदेखि अनि अब छोरा ड्युटीबाट आइपुग्यो, अनि छोरासँग नि म बोलेको छुइनँ होइन, बोल्नै पाएन। अनि अब खाना खाउँ भनौँ बुहारीले, अनि त्यहाँ ल भने अब यता सब्जी पकाएर उता भित्र कोठामा लगेर खाने गरेको रहेछ। अब मलाई थाहा भएन उतै सब्जी, अनि छोराले सब्जीहरू लग्यो होइन। अनि थाल लिन आउँदा त छैन रहेछ। अनि म अलिक ठिकै बेलामा अनि थालबाट मोल्नु गयो छोरा रहेछ। अनि उतै म त भित्र कोठामा मोबाइलबाट बुहारीले मोबाइल खोलिरहेको थियो। अनि त्यो कोठामा बसेर मोबाइल सुनेर बसिरहेको थिएँ। अनि उनीहरू क्याङ त्यतै उनीहरू डिस्कस परेछ। छोरा भाँडा मोलिरहेको थियो, म उहाँबाट निक्लिँदाखेरि अनि म अब खुट्टा धोएकै थिइनँ। अनि खुट्टा धोएन, अब खुट्टा धोएर किन तिमीहरू च्याङ कराउँछौ, म अब जहिले म आउँदा झगडा मात्रै गर्छौ भन्दै अब म नि ठट्टा गरेँ यस्तो भएँ होइन। अनि त्यहाँदेखि छोराले भाँडा मोलेर ल्यायो, आरीमा भित्र ल्याएर राख्दा फेरि ग्यास पनि खोलिराखेको थियो अरे। कतिखेर सब्जी पकाएर उसले थाहा भएन रहेछ, ग्यास बोलिराखेको थियो रहेछ। अनि त्यहाँदेखि म त फेरि खुट्टा धोएर, अनि पछि फेरि छोरा पनि उतै खुट्टा धुनु गएर म चाहिँ उहीँ मुढामा बसिरहेको थिएँ। अनि त्यहाँदेखि बुहारी पनि उहीँ गएर अब छोरासँगै डिस्कस पारेर उहीँ बसिरहेको थियो। छोराले खुट्टा धोएर आएपछि उनीहरू डिस्कस पर्दै दुइटै आयो यता कोठामा। अब आयो, अनि त्यहाँदेखि तैँले ग्यास नमार्ने भन्दै त्यतिकै त्यो साह्रो बाजेको पनि थिएन। अनि म चाहिँ उतै थिएँ, मेरो ढाड भाँचेको छ म। अनि बिस्तारै आएर अनि यहाँ डाङ डुनु गर्न थाल्यो। अनि सुनेर म अनि किन तिमीहरू बाजेको त्यसो नभन भन्दा खै अब पहिले नै लात्तीले हानु। अब म जान्दिनँ सर, जान्दिनँ। अनि तपाईँ आउँदा चाहिँ बुहारी कस्तो अवस्थामा देख्नुभयो? त्यतिखेर त बोल्दै थियो, लापा खेल्दै थियो। अनि हामीले छुट्यायौँ, यहाँ माथि गएर नातिनी थियो, नातिनी आइपुगेको थियो। अनि नातिनी र मैले छुट्यायौँ। अनि त्यहाँदेखि म गएपछि अनि त्यसो नगर भन्दा न 2-3 ठड्याङ हानेको थियो गालामा बुहारीलाई। अनि एक्ला त चाहिँ भुँडीमा हानेको थाहा भयो मलाई। त्यहाँ चाहिँ अनि होइन, म त्यहाँ झगडा गरेन। अब बुहारी खाटमा बस्दाखेरि गालामा हान, अनि तल भुइँमा चाहिँ लडेर झरो एउटा, लडेर झरो। अनि त्यहाँदेखि अनि उठ भनेर खाटमा उठायो, फेरि घाटबाट अनि चुबलाएर सुत भनेर भनौँ, अब त्यस्तै भयो। अनि
खोइ त्यहाँ त झगडा गरेन म आउँदा आउँदै पहिले नै अब धेरै लात्तालिएर गएको थियो भने नि के जान्नु सर म जान्दिनँ अनि तपाईँको बुहारी त्यतिखेरसम्म उनीहरूको झगडा भइसकेपछि बुहारी राम्रै थियो सन्चै थियो ठिकै अब पर्मिला हो नाम उसको अनि पर्मिला अब मलाई पनि बुहारीले राम्रै गर्थ्यो पर्मिला उठान खाना खाउँ भनेको अब बुहारीलाई अब कहाँ साह्रो गाह्रो भएको थियो मलाई त थाहा भएन सर अनि के भन्नुभयो बुहारीले चाहिँ बुहारीले केही न केही अलिअलि म आयौ भन्दै थियो त्यति हो अनि कति बजीतिर चाहिँ उहाँको सास गयो फेरि त्यो त्यस्तै 7:30 हो कि खोइ अब मलाई के थाहा म बिमारी मान्छे बुहारीले छोराले नै बोलाएर त्यही दिन चाहिँ म आउनु परेको सर नआएको पाएको हुने थियो रहेछ मलाई तपाईँ त पहाडमै बस्नु भएको नि पहाडमा म बचुरबाट आएको पोहोर अहिले 8 महिना भयो होला पोहोर वैशाखमा लडेर ढाड मेरो भाँचेको उपचार गर्न आउनुभयो होइन बुहारी उपचार गरेरै पहिले पनि गएको म असारमा गएको असारदेखि म आएकै थिइनँ अनि बुहारीको सास गएको थाहा पाउनु भएन तपाईँले सायद गएको अब गरिरहेको त्यत्तिकै खोइ फाटाफुटु नि गरेर अब अनि सफारी लु डाक्टर लैजाउनु पर्छ भनेर अब यहाँ सम्धि आउनुभयो अनि डाक्टर त्यो लानलाई सफारी बोलाउँदाखेरि राति हुँदा को आउँछ अब त्यसै भनेर फोन गर्दा पनि उठाएन कसैले आउँदिन भनेर नि भनेको सुनेको मोबाइलमा अनि बिहान चाहिँ बुहारीको सास गइसकेको थियो बेलुकै बेलुका कति बजीतिर खोइ अब कति बजेको थियो सर म जान्दिनँ अनि छोरालाई सोध्नु भएन बुहारीको त सास गएछ त किन यति साह्रो हिर्काएको भनेको नि त अनि भने अब बोलायो उसले पनि पर्मिला अब कहिले झगडा त गरिरहन्थ्यो अरे भनेर यहाँ गाउँघरले भन्नुहुन्छ अब खोइ अब मलाई थाहा भएन त्यति अनि छोराले पनि बोलायो छोराले बोलाइ उठाइ गरेको अनि गर्दै थियो त्यतिकै चिज हो अनि हातमा अब त्यस्तो हुन्छ भनेर सर त्यस्तो अब कसलाई थाहा भएर मलाई झन् थाहै नहुने म त खोइ सिधा भन्नु कि खोइ के भन्नु खालि छोराछोरीको हातबाट खाइरहेको मान्छे मलाई केही थाहा छैन सर अब अहिले त हेर्नुहोस् त आमा अब कसो अब तपाईँ यहाँ बस्नु सक्नुहुन्छ अब कहाँ म यहाँ बस्छु म सम्धीको घरमा म बस्दिनँ नि सर म बस्दिनँ नानी लिएर म बजुर अब जस्तो अब भयो अब मेरो छोराले भोग्नु पर्छ अनि मेरो नातिनी लिएर म घरमा गएर म दाजुभाइ चोख्याउनु पर्यो अब जे हुनु भइगयो त सर म के गर्नु अब अनि यहाँ हेर्नु कोठा खोल्दिन कोठामा बस्नु भएको भाडामा बस्नु भएको रहेछ हजुर अब छोरा जेलमा बुहारी छैन तपाईँ एक्लै कसरी बस्नुहुन्छ नि म बस्दिनँ अहिले सुतेकै छैन अहिले त्यो कपडाहरू त अब सफा राम्रै थियो सबै अब बुहारीको छानेर दुईटा ढोक्रोमा लगाइदिएको छु अब त्यो त यतै राखिदिनु पर्यो अनि मेरो नातिनीको राम्रो लुगाहरू सबै बोरामा खाँदा त्यो सफा नगरेको अब यो सबै खाटेर झिकिदिनु पर्ने भयो यहाँ अब बाहुन पढाउनुहुन्छ अरे घर चोख्याउनु पर्छ अरे अनि मेरो नाति अहिले बिहान आइपुगेको काठमाडौँबाट मेरो 2 भाइ छोरा हो एक अर्को छोरा चाहिँ कहाँ हुन्छ काठमाडौँ छ उहीँबाट नाति आएको अहिले बिहान आइपुगेको यहाँ बस्ने चाहिँ कुन छोरा हो तपाईँ कान्छा छोरा हो काठमाडौँमा बस्ने चाहिँ त्यसरी निसा पानी त्यति खाँदैन थियो सानैदेखि खोइ ज्ञानी थियो के भयो सर यतिखेर म चाहिँ नआउनु पर्ने रहेछ सर मलाई तपाईको छोराले त्यस्तो निसा पानी जाँड रक्सी नि खाँदैन थियो है खाँदैन थियो खाए पनि फेरि छोरा बुहारी साह्रै मिल्ने क्या अब बुहारी त अलिअलि खान्थ्यो तर अब हिजो अस्ति चाहिँ खाएको थिएन मलाई थाहा भएन मलाई पनि चाहिँदैन म दबाई खाइरहन्छु मलाई चाहिँदैन सधैँ मिल्ने 81 कसरी यस्तो भयो त है खै अब बोकेर बाटोतिर लडी बस्दै हुनु चाहिँ बुहारी चाहिँ पहिलेदेखि नै हो त्यो खाएर बाटोतिर उता अब कहाँ लडेको छ त्यहाँबाट पनि ल्याएर बोकेर सुताउँथ्यो भनेर सबैले भन्छ अब यता छिमेकीले अब त्यो दिन चाहिँ खाएको अस्ति बिमारी भएपछि खाएको पनि थिएन अरे खान्थ्यो अब बुहारीले अनि त्यो माछा कि के नपकाइदिएको भन्ने त्यो माछा त्यो माछा होइन कुखुराको मासु ल्याएको अरे अनि तल हाम्रो सम्धिनीले माछा पकाएर ल्याइदिनु भएछ बेलुका अनि अब छोरा बुहारी नै आमाले माछा ल्याइदिनु भएको छ अनि त्यो अब सिमी र आलु पकाएको छु अब त्यहीसँग खानुपर्छ भन्दै थियो अनि त्यहाँ
त्यतिकै उनीहरू अब त्यो भाँडा माझ्दा मात्रै डिस्चेस पर्यो त्यो हामीले केही खान नि पाएन हिजो बिहान सबै फ्याँकिदिएको ठिकै छ अब कति भयो कति मिनट त्यस्तै भयो सर अब तर अब सधैँ आफूले गरेको सधैँ भोग्नै पर्छ अब मेरो छोराले के गर्नु सर